कसरी सपोर्ट गर्न सकिन्छ भन्ने कुराहरू पनि इम्पोर्टेन्ट हुन्छ। त्यही कुरालाई लिएर हामी अब के हो त भने यसले अलिकति ओभरभिउका कुराहरू गर्छौँ होइन। चाहिँ के गर्ने हेर्नु पर्यो हाम्रो जीबीपीको लिस्टले हेर्यो भने चाहिँ के हुन सक्छ लैङ्गिक हिंसामा परेको केसहरूलाई पनि हामीले चाहिँ के गर्न सक्छौँ पत्ता लगाउन सक्छौँ र उसलाई चाहिँ हामीले समस्याको समाधान पनि सजिलैसँग गर्न सक्छौँ होइन। यसमा डेन्टल डक साहबहरूको पनि एकदम इम्पोर्टेन्ट हुन्छ। उसैले टोकेको हो कि होइन। Remember, the face area is of great importance. क्षतिपूर्ति सहितको न्याय भन्ने मौलिक अधिकारकै रूपमा व्यवस्था गरिन्छ। लैङ्गिक हिंसाबाट लिङ्ग सम्बन्धी आधारमा वा यौनजन्य अपराधबाट भएका मान्छेको त दिने पुरै हो। यसमा चाहिँ हामीले लैङ्गिक र लैङ्गिकताको बारेमा पनि सिक्यौँ र साथसाथै अब हामीले हाम्रो जुन हस्पिटलमा आइरहेको केसहरू हुन्छ त्यसलाई चाहिँ अब हामीले कसरी पत्ता लगाउने अनि कसरी त्यो केसलाई चाहिँ व्यवस्थापन गर्ने ओसिएमसीको दर्शनमा हामीले कसरी लैजाने कसरी पुर्याउने भन्ने कुराहरूलाई चाहिँ हामीले यो 2 दिनको अभिमुखीकरण तालिममा चाहिँ हामीले एकदम धेरै राम्रोसँग सिक्ने अवसर पायौँ। कुनै पनि फिजिकल भाइलेन्स अथवा जेन्डर बेस्ड भाइलेन्स भएको केसहरू आएर मलाई यो भएको भन्न सक्दैन। हामी स्वास्थ्य कर्मीहरूले त्यसको क्लिनिकल्ली सबै कुराहरू एक्जामिनेसन गरेर मात्रै पत्ता लाग्छ। जस्तै कुनै पनि बिरामी बारम्बार यो एउटै कम्प्लेन लिएर ओपिडीमा आयो भने 2-3 पटक 3-4 पटक आयो भने हामीले त्यतिर पनि सोच्नुपर्ने हुनसक्छ। जस्तै कुनै बिरामीलाई आँखामा चोटपटक लागेको छ, कानको पछाडि चोटपटक लागेको छ, उसले भन्न सक्दैन मलाई म लडेर आएको हुँ भनेर भन्छ। हामीले खोतलेर त्यसलाई वास्तविक के हो त फिजिकल एक्जामिनेसन हिस्ट्री टेकिङहरू लाग्नुपर्छ। बैलपाटा प्रादेशिक अस्पतालमा स्वास्थ्य कर्मीहरूको लागि लैङ्गिक हिंसा सम्बन्धी 2 दिनको अभिमुखीकरण कार्यक्रम भएको छ होइन। यो कार्यक्रम हुनु एकदमै आवश्यक छ। मैले भने अथवा एकद्वार सङ्कट व्यवस्थापन केन्द्र जुन बैलपाटा अस्पतालमा यो वर्षदेखि स्थापना भएको छ होइन। यो एकद्वार सङ्कट व्यवस्थापन र के हो र अनि यसबाट हुने सेवाहरूको बारेमा पनि बुझ्न जरुरी छ। सबैजना जुन यहाँ अस्पतालमा काम गर्ने विभिन्न डिपार्टमेन्टको स्वास्थ्य कर्मीदेखि लिएर अन्य कर्मचारीहरू सबैले बुझ्न जरुरी छ। मेन त अब मैले किन भन्दा यसमा जोड गर्न खोजेको भन्दाखेरि यो एकद्वार सङ्कट व्यवस्थापन केन्द्र अस्पतालमा किन खोलिएको छ भन्ने कुरा एकदमै इम्पोर्टेन्ट छ होइन। कुनै पनि यो हिंसा पीडित लैङ्गिक हिंसा पीडितहरू लैङ्गिक हिंसा भनेकै के हो भन्ने कुरा चाहिँ पहिला अझै पनि हामीले बुझिरहेको छैनौँ। जुन हामी बिरामीहरूलाई हामीलाई थाहा छैन। जस्तो जति पनि हिंसा हुन्छ हिंसाको कारणले फेरि उहाँलाई के हुन्छ त उहाँको स्वास्थ्यमा समस्या हुन्छ र उहाँ अस्पतालमै आउनुहुन्छ उपचार गर्नको लागि र त्यति बेला उपचार गर्ने क्रममा अझै पनि मलाई हिंसा भयो भनेर आउने एकदमै कम 1-2% मात्रै हुनुहुन्छ होइन। त्यसरी आउने जति पनि हामीले के गर्छौँ त उहाँसँग उपचार गर्ने क्रममा उहाँसँग कुराकानी गर्दै जाँदाखेरि उहाँलाई हिंसाको कारण त्यति बेला चाहिँ हिंसा हो भन्ने कुरा पत्ता लाग्छ कि धेरै जसो उहाँले चाहिँ रिपोर्टै गर्ने भनेर आएको हुनु हुँदैन, आफ्नो उपचार गर्न आउनुहुन्छ। त्यो कारणले गर्दा अस्पतालमा काम गर्ने हाम्रो ओपिडीदेखि लिएर डक्टर होइन अन्य स्वास्थ्य कर्मीहरू जुनसुकै डिपार्टमेन्टकोहरूलाई चाहिँ के हो त हिंसा भन्ने कुरा बुझ्न एकदमै जरुरी थियो र त्यही क्रममा चाहिँ हामीले यो 2 दिनको अभिमुखीकरण कार्यक्रम राखेको छ। अब हाम्रो समाज कस्तो छ भन्दाखेरि प्रहरीमा गयो भने किन गयो अथवा अदालतमा गयो भने किन गयो भन्ने शङ्काको दृष्टिले हेर्छन् यो राम्रो मान्छे होइन भन्ने खालको सोचाइ छ। तर अस्पताल त जो कोही पनि आउन सक्ने भयो, उपचार लिन पनि आउन सक्ने भयो। यहाँ आउँदाखेरि त्यस्तो शङ्कास्पद दृष्टिकोणले हेर्ने पनि हुँदैन। त्यही भएर खासमा ओसिएमसी अस्पतालमा राख्नुको कारण के हो भन्दाखेरि कसैलाई शङ्काको दृष्टिकोणले नहेरोस्, कसैको गोपनीयता भङ्ग नहोस् भन्ने एउटा हो। अर्को भनेको स्वास्थ्य कर्मीले हो पहिचान गर्ने सबभन्दा। अब प्रहरीले घर घर गएर पहिचान गर्ने कुरा पनि हुँदैन, सबै मान्छे खुलेर प्रहरीकोमा जाने कुरा पनि हुँदैन। तर एउटा स्वास्थ्य कर्मी उपचार गर्ने क्रममा लैङ्गिक हिंसा भएको सम्भावना लाग्यो भने हामीले उतिखेरै पहिचान गरेर उतिखेरै हामीले उहाँलाई कसरी समाधान गर्न सकिन्छ भन्नेतिर लाग्ने भएको हुनाले सायद स्वास्थ्य कर्मीहरूको भूमिका धेरै ठुलो छ जस्तो लाग्छ। रेड फ्ल्याग साइन जब एट 1 भन्ने छ, त्यसमा कस्ता कस्ता लक्षणहरू लिएर आउँछन् त भनेर अघि पनि हामीले छलफल गऱ्यौँ। हो त्यो लक्षणका आधारमा यदि कुनै बिरामी त्यस्ता लक्षणहरू मिल्दाजुल्दा कुनै लक्षण लिएर आउनु भएको छ भने उहाँलाई कतै लैङ्गिक हिंसा त छैन भनेर एकचोटि हामीले के गर्न पर्यो हेर्न पर्यो। यदि त्यो हेर्दाखेरि लैङ्गिक हिंसा जस्तो लाग्यो भने हामी त्यही हिसाबले उसलाई म्यानेजमेन्ट गर्नतिर लाग्छ। भिक्टिम छ भने उहाँको हामीले स्वास्थ्य परीक्षण सुरुमै गरेर हामीले आवश्यक प्रमाण सङ्कलन गरेर हामीले त्यसको लागि सङ्कलन पश्चात हामीले
प्रहरीकोमा पनि पठाउनुपर्ने हुन्छ। यसमा चाहिँ नेपाल प्रहरीको भूमिका विशेष गरेर भन्दाखेरिमा हामीले गर्ने भनेको सेक्युरिटी हो। घरमा बस्न गाह्रो छ वा समाजमा बस्न गाह्रो छ भने त्यसलाई उद्धार गर्ने काम हाम्रो र त्यससँग सम्बन्धित कुनै अपराधसँग सम्बन्धित भयो भने त्यसलाई अनुसन्धान गर्ने काम पनि हामी गर्छौँ। जाहेर दर्ता गरेपछि सरकारी वकिल समस्यामा पुर्याउने हाम्रो काम गर्छ र त्यसका लागि निज पीडित व्यक्तिलाई चाहिँ उद्धार गरेर सुरक्षित आवाससम्म लगिदिने काम चाहिँ हाम्रो हुन्छ। ओसिएमसीमा आउने घटनाहरू सबै चाहिँ सरकारवादी नै हुन्छन् भन्ने हुँदैनन्। हामी सरकारी वकिल र अदालतमा आउने मुद्दाहरू भन्दा पनि जबरजस्ती कारणीबाट भएका पीडितहरू सन्दर्भमा ओसिएमसीमा आउँछन्। त्यसले न्याय उपचार गर्नको लागि निःशुल्क कानुनी सहायता दिने उसलाई जाहेर दरखास्त लेखिनेका कुराहरू हुन्छ र जाहेर दरखास्तको लागि उसलाई आर्थिक अवस्था पनि कमजोर भएको अवस्था हुनसक्छ। त्यसले त्यसलाई निःशुल्क रूपमा उसलाई जाहेरी लेखाउने र सम्बन्धित निकायसम्म पुगाउने का कुराहरू जस्तै अब जिल्लामा एउटा निःशुल्क यो कानुनी सहायता समिति भन्ने कानुनी सहायता अधिकारी हुनुहुन्छ, अधिवक्तासम्मका वकिलहरू नियुक्त भएका हुन्छन् जसले चाहिँ त्यो समिति राज्यबाट सेवा सुविधा लिइरहेको अवस्था हुन्छ र उनले त्यस्ता पीडितको तर्फबाट जाहेरी लेखाउने र कानुनी मार्गदर्शन गराउने कुराहरू उहाँले निःशुल्क रूपमा गर्नुहुन्छ। हाम्रो बैलपाटा प्रादेशिक अस्पताल चाहिँ सरकारको मातहतमा आएदेखि चाहिँ हाम्रो अस्पतालमा विस्तारित ओसिएमसी सेवा चाहिँ सुरु भएको छ, जसमा चाहिँ हामीले लैङ्गिक हिंसा पीडितलाई चाहिँ निःशुल्क सेवाहरू चाहिँ दिइरहेका छौँ। यहाँ पाउने सेवाहरू चाहिँ हामीले यतैबाट उपलब्ध गराएका छौँ भने उहाँलाई चाहिँ हामीले थप सेवा चाहिएको खण्डमा चाहिँ सम्बन्धित ठाउँमा चाहिँ रेफरल गर्छौँ। हाम्रो बैलपाटा प्रादेशिक अस्पतालमा एकद्वार सङ्कट व्यवस्थापन केन्द्र ओसिएमसी मार्फत लैङ्गिक हिंसामा परेकालाई सेवा प्रदान गरिरहेका छौँ। त्यसका लागि छुट्टै भवन निर्माण कार्य भइरहेको छ र उक्त निर्माण कार्य सम्पन्न भइसकेपछि सेवालाई चाहिँ थप व्यवस्थित तरिकाले चाहिँ लैजाने योजना बनाएका छौँ।